हेलो हेलो नमस्कार सबैजनालाई। म चाहिँ आज किम्बु टिप्न आएको छु। टिभी चाहिँ सहेको रहेछ हैन। नयाँ वर्षको सबैलाई शुभकामना। लो यस्तो किम्बु हेर्नुस् है। यहाँनिर हामी चाहिँ किम्बु टिप्न आइरहेछौँ। कतिजनालाई मन पर्छ कतिजनालाई मन पर्दैन हैन। मलाई चाहिँ मन पर्छ। तपाईहरुले नि खानु भएको छ होला, नभए बच्चाहरुलाई टिपिदिनु होला। किम्बु चाहिँ राम्रो अरे भनेको सुनेको छ हैन। त्यही भएर घाँस पनि राम्रो हुन्छ यसको। त्यही भएर म किम्बु टिप्न आएको छु। अनि म चाहिँ आजबाट भ्लग पनि बनाउँदैछु, नयाँ भ्लग हैन। मेरो युट्युब च्यानल छ, तपाईहरुले हेरेर साथ दिनु होला, सपोर्ट गर्नु होला है। मेरो एउटा सङ छ हेरेर है। त्यसमै म यो भ्लग हाल्ने छु। अनि त्यही भएर मलाई चाहिँ किम्बु साह्रै मन पर्छ। किम्बु असेलु हैन सबै मन पर्छ है मलाई चाहिँ। ल म किम्बु टिप्छु अब। म यहाँनिर तर मेरो स्ट्यान्ड पनि छैन, केही पनि छैन। म टिप्छु यहाँनिर राखेर टिप्छु। तपाईहरु हेरिदिनु होला। अनि म चाहिँ यसमा टिप्दैछु किम्बु। अहिले त किम्बुको सिजन छ, सबैजनाले टिपेर खानु होला। तर मन पनि नपर्ने पनि हुन्छ। मलाई चाहिँ अति धेरै मन पर्छ। मलाई चाहिँ मन पर्छ किम्बु। तपाईहरुलाई मन पर्छ कि पर्दैन? विदेशतिर चाहिँ यसको धेरै मान्छेले किनेर खाएको देखेको छु मैले हैन। हाम्रोमा चाहिँ पाइन्छ। यो चाहिँ मैले घरको धनीलाई मागेर किम्बु टिप्नु आएको छु। मागेर जानु नि त भन्नु हो दाइले। फेरि नटिपिकन माग्दा त फेरि गाली गर्छ होला हैन। मागेपछि पाइन्छ भनेर म किम्बु टिपेर खान्छु है भनेर भनेर जानु त भन्नुभयो। अनि टिप्नु आएको छु। तर यो अलिक छाया पर्दो रहेछ, त्यही भएर म चाहिँ किम्बु टिप्न आएको छु। हेर्नुहोस् त। ए तपाईहरुलाई नि मन पर्छ हो? मन पर्छ भने खानुस् ल टिपेर। अनि म चाहिँ भ्लग बनाउनु सुरु गर्दैछु, हेरेर सपोर्ट गर्नु होला। अनि तपाईहरुलाई मन लागेको कमेन्ट पनि गर्नु होला है। तपाईहरुको पनि च्यानल छ भने म सपोर्ट गर्नेछु। हाँगा भाँच्यो भने त फेरि आज के खाने? हाँगा चाहिँ जोगाएर टिपिदिनु पर्ला। आज फेरि खानुपर्छ। यही चाहिँ महिना खानुपर्छ। हाँगाले भाँचेर काँडाकुरो बनाइदियो भने त फेरि नास हुन्छ, बोट नास हुन्छ। त्यही भएर म चाहिँ जोगाएर टिप्दैछु। तपाईहरुलाई नि मन पर्छ? ल आउनुहोस्। मैले चाहिँ खासै भ्लग बनाएको छैन। अलिक सुरुमा चाहिँ अलिक साथी भएको थियो नि त, साथी छैन। त्यही भएर म एक्लै मोबाइल चाहिँ भुइँतिर राखेर बनाउँछु। आज नयाँ हो। अब खोलियो। छ नि किम्बु, पाक्दै पनि छ, हरियो पनि छ, रातो पनि छ। आज नयाँ वर्षमा कतिजना घुम्नु जानुभयो? म चाहिँ किम्बुको बोटतिर आएँ है। मलाई चाहिँ यही मन पर्छ।
टिपेर लगेर खाने। अस्ति त नानीले टन्नै लगिदिएको थियो, अहिले त यो सिद्धिन लागेछ, सबै झर्दै रहेछ सिपेर। यहाँ चाहिँ केराको बोट पनि रहेछ। माथि माथि छ कि के हो मैले नदेखेर। ल हेर्नुहोस्। अनि यहाँ चाहिँ यो के को बोट भन्छ, यो आएन, ठ्याक्कै आएन अहिले मलाई भन्ने बेला चाहिँ आएन। ए जरिङ्गो, तपाईँहरूतिर जरिङ्गो छ? अहिले जरिङ्गोको सिजन छ। जरिङ्गो कसलाई मनपर्छ खानु होला। यहाँनिर यो पनि फल्न लागेको छ, तर फलेन क्या हो, असिनाले आएर यो लग्दै क्या। यो आल्चा फल्नु लागेको छ, यहाँनिर आल्चा फल्नु लागेको छ। यहाँ चाहिँ ओखर पनि रहेछ, पिँडालु सबै हुन लागेछ है। अब किम्बु चाहिँ खासै रहेनछ हौ, यति नै रहेछ। पछि आउनु पर्ला अलि पाकेपछि। अब धोएर खानु पर्थ्यो होला म चाहिँ त्यतिकै। बाई बाई।